हेलो टासीदेले गुड मर्निङ नमस्ते फ्याफलो नाम सेल्छा जल जसले सेवा सेवना नमस्ते जुजल्ला यहाँहरू सबैलाई खिचदेम्बा गाउँपालिकाको वडा नम्बर 9 यो सुन्दर शेर्पा गाउँको यो शुभ बिहानीको यो दृश्यसँगै यहाँहरू सबैलाई सुख शान्ति दीर्घायुको प्रगति उत्तरोत्तर प्रगतिको कामना गर्दछु। यहाँहरू जता जता रहनु भएको छ सोही देश अनुसारको समयको सुखद समयको पनि यहाँहरूलाई आज नै शुभकामना दिन चाहन्छु। हामी चाहिँ अहिले बाटो सरसफाई गर्ने क्रममा यहाँ बिहान 6:30 बजेबाट सुरु गरेको। यहाँ चाहिँ तेल लिएर थन्काएको थियो, तेल सकेर अहिले चाहिँ साथीहरू तेल लिन जानु भएको छ। म चाहिँ यता चट्ट मिसिनमाथि बसेर चाहिँ तपाईहरुलाई यो समय किन खेर फाल्नु हो भनेर केही न केही कुरा तपाईहरुसँग जोडौं, तपाईहरुले कमेन्ट गरेर पनि केही कुराहरु सिकिन्छ बुझिन्छ भन्ने आशा अपेक्षाले पनि यहाँ चाहिँ भिडियोमा आएको। यहाँहरु सबैलाई शुभ प्रभात, भेरी 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 गोल्डन मर्निङ। यहाँहरु सबैलाई यो चाहिँ खिचदेम्बा गाउँपालिकाको वडा नम्बर 9 मा पर्छ यो शेर्पा गाउँ। हेर्नुस् यो पारीको सलाका टोल भन्छ, सलाकाको बस्ती हो यो। त्यसपछि यताबाट आज फेरि पिनासाहरू टक्क पिनासा बस्ती छ फेरि यहाँ चाहिँ यो दोराखर्का स्कुल तट हाम्रो यहाँ पेम्बा शेर्पा दोराखर्का भन्ने छ उहाँको फेसबुकमा नाम पनि। उहाँको ठुलो योगदान छ। हाम्रो खुन्दुर्के पासाङ पनि भन्छ, मेरो सोल्ठी पर्नुहुन्छ। उहाँहरू चाहिँ एसएन एट ट्रेक एन्ड एक्सपिडिसनबाट धेरै ठुलो सहयोग भएको छ, विशेष गरेर पेम्बा भाइको पहलमा र उहाँहरू दुईजना दाजुभाइको पहलमा धेरै राम्रो। अनि यहाँ पर यो देख्ने रिपाल हैन, एकदमै खुसी लाग्छ। यो खिचदेम्बाको वडा नम्बर 9 हो। हाम्रो खिचदेम्बामा 9 वटा वडा छ, प्रत्येक वडाको आफ्नो आफ्नो विशेषता छ। कुनै ठाउँ तामाङ बस्तीले सजेको छ भने कुनै ठाउँ मिश्रित बस्तीले सजेको छ, कुनै ठाउँ चाहिँ तपाईको चाहिँ अब अरु जात जातिको मगरको गुरुङको छ भने यो चाहिँ खिचदेम्बा 9 चाहिँ 12-13 घर मात्र तामाङ छ, बाँकी चाहिँ तपाईको चाहिँ 90% शेर्पा र 6-7% जति चाहिँ शिल्पी समुदायहरूले सजिएर बसेको यो सुन्दर खिचदेम्बा वडा नम्बर 9। यो चाहिँ लामुजे डाँडा भन्छ। यहाँबाट तपाईको चाहिँ तपाईको भएको नभएको हिमाल सबै देख्न सकिन्छ। लामुजेबाट सगरमाथा काखैमै देखिन्छ भने तपाईको 8000 मिटरको अग्लो 8 वटा हिम श्रृंखलाहरू मध्ये नेपालबाट देखिने र नेपालमै पर्ने 7 वटा सबै यहाँबाट अवलोकन गर्न सकिन्छ, इन्क्लुडिङ एभरेस्ट। धेरै हिमालहरू चाहिँ चट्ट हाम्रो शेर्पिनी दिदी बहिनीले घाँटीमा माला लगाएर सरर बसेर हेर्न सकिन्छ। अब हामी चाहिँ आज यो खुन्दुर्केबाट यो जंगलबाट सबै बाटो सफा गर्दै यो लामुजे डाँडाको मुनि अनि प्लस यता ताक्लुङतिर अनि त्यहाँबाट यता झाप्रे सोरोदुतकुना नगरपालिकाको बोर्डर र खिचदेम्बाको बोर्डर त्यहाँतिर पनि हामी सबै सफा गरेर त्यहाँबाट हामी चाहिँ खुन्दुर्के हुँदै फर्केर चाहिँ फेरि मुख्य सडक चाहिँ गाउँपालिकाले तेल हालेर सफा गरिदिने जुन पहिलादेखि नै हाम्रो एउटा निरन्तरता छ, त्यसलाई निरन्तरता गर्दै हो। बाँकी वडा बाँकी सडकहरू सबैमा बजेट रहेको छ। बजेटको सिलिङ पनि म यहाँहरूलाई हालौँला। सबै ठाउँमा सकेको कति छ बजेट सबैलाई हामीले चाहिँ कसैलाई काखा कसैलाई पाखा नगरिकन बजेट राखेका छौं। चाहिँ त्यो बजेटले सफा हुन्छ, सोलिङ हुन्छ, ब्याक कटिङ हुन्छ भने जुन ठाउँमा बजेट चाहिँ राख्न सकिएन, बजेट राख्नलाई आएको बजेट कम भएर पैसा पुगेन, सो ठाउँतिर चाहिँ पालिकाले आफ्नै तेल हालेर आफ्नै जेसीबी ले चाहिँ अब रात दिन नथाकेसम्म काम गरेर सरसफाई गरिदिने हाम्रो पहिलादेखिको निरन्तरता अनि हामी निरन्तरता दिइराखेका छौं। यो निरन्तरता दिने क्रममा कहिले हाम्रो वडाध्यक्षज्यूले साथी गर्नुहुन्छ भने कहिले कसले जसले भ्याए त्यसले गर्नुहुन्छ, अनि मैले भ्याएको बेला म पनि गर्छु। अहिले ठ्याक्कै तिहार सकेर आज छठ पर्व है, छठको पनि शुभकामना छ। तिहार सबैको राम्रो बित्यो होला भन्ने आशा र अपेक्षा पनि गर्दछु। यहाँहरु सबैको समय सुखद रहोस्, देशमा राजनीति स्थायित्व होस्, युवाहरूले दिएको बलिदान खेर नजाओस्, चाहिँ सरकार
समयमा निर्वाचन गर्नलाई सफलता होस्। यो हामी सबैले साथ सहयोग गरेरै सफलता हुने हो। सरकारले मात्रै चाहेर सफलता हुँदैन। हामी सबै देशको नागरिक हामी चाहिँ सुशासनको पक्षमा उभियौं र हाम्रो छोराछोरीको भविष्यको पक्षमा उभियौं, नेपालको तपाईको विकासको पक्षमा उभियौं भने असम्भव भन्ने कुरा केही पनि छैन। तसर्थ हामी सबैले पहल गर्नुपर्छ राज्य विकास गर्नलाई, आफ्नो गाउँ टोल सबै विकास गर्नलाई। तसर्थ मात्रै चाँडै एक्सपेक्ट गरेको भन्दा बढी फास्ट तरिकाले चाहिँ विकास हुनलाई सबैजनाले हातेमालो गर्नुपर्छ भन्ने पनि म यहाँ भनाइ यहाँहरूमा राख्न चाहन्छु। यहाँहरू सबैलाई थाहै छ, अनुरोध गर्न चाहन्छु भन्नुपर्दा खास चाहिँ यस्ता सुन्दर गाउँठाउँबाट हामी चाहिँ अहिले फेसबुक लाइभ मार्फत तपाईहरुलाई सम्झिरहेका छौं। पुनः एकचोटि छुट्नुभन्दा अगाडि तपाईहरुको समय सुखद रहोस्। अहिले वारीपट्टि घाम नलागेर, घाम अहिले टक्क पारीमा त आइपुगेको अवस्थामा वारी घाम नलागेर चाहिँ तपाईको हामीलाई एकदमै चिसो भइराखेको महसुस पनि भइराखेको छ। तसर्थ यहाँहरु सबैजनालाई स्टे होम। अब चाँडै फेरि चिसो मौसम आउँदैछ है। हामीले भर्खरै चाहिँ बिसनबारी विभिन्न क्षतिहरू पार गर्दै हैन चाहिँ हामी फेरि अब विन्टरमा प्रवेश गर्न लागेका छौं। विन्टरमा फेरि हाम्रो यस्तो पहाडी भूगोलमा तपाईको हिउँ पर्ने, हिउँ जम्ने, टुसारो नै जम्ने हैन त्यस्तो समस्याहरू फेरि झेल्नै पर्छ। यस्तो सुन्दर ठाउँमा, यस्तो सुन्दर स्वर्ग जस्तोको एउटा ठाउँमा अब त्यस्तो शान्तिन चाहिँ समस्याहरू त झेल्नै पर्छ हैन। सम्म ठाउँमा बसेको ठाउँमा नि त्यहाँ न केही कुरा त फेस गर्नै पर्छ। सो यहाँहरु सबैजनालाई खिचदेम्बा गाउँ कार्यपालिकाको तर्फबाट, समग्र खिचदेम्बा आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हामी निर्वाचित सबै जनप्रतिनिधिको तर्फबाट यहाँहरुलाई सुखद समयको चाहिँ शुभकामना दिन चाहन्छु। पुनः एकचोटि तपाईहरु जता हुनुहुन्छ सबैको जुन देशमा जानु भएको छ अब त्यतिकै रहरले कोही देश विदेश गए हुन्न। एउटा सपना बोकेर गए हुन्छ। त्यो सपनाको पोको चाँडै भरि बराउ होस्, एकदम दुख बिमार नलागोस् र चाँडै फर्केर आफ्नो देशको सुशासन र विकासमा तपाईहरुको हातेमालो गर्न तपाईहरु उत्साहित हुनुहुन्छ। तपाईहरुले त्यहाँ देखेको सुशासन, त्यहाँ देखेको विकासको 5% मात्रै पनि हाम्रो यस्तो अटोमेटिकली स्वर्ग जस्तो सजिएको देशमा 5% मात्रै पनि विदेशको तपाईहरुले सिकेर आएको चाहिँ विकासको कुराहरू यहाँ चाहिँ तपाईको हामीले अवलम्बन गरेर चाहिँ हामीले चाहिँ यहाँ गर्न पायौं भने, हामी सबै लाग्यौं भने असम्भव छैन, एकदमै चाँडो सम्भव छ र हाम्रो देश साँच्चैकै स्वर्गको टुक्रा जस्तो भएको कुरा यहाँहरुलाई थाहै छ है। यस्तो छ। अब अलि माथिपट्टि हामी मानेमा पुग्छौं। अब यहाँ अहिले चाहिँ साथीहरु मिसिनमा अघि बिहानबाट काम गर्दाखेरि तेल सकेर हाम्रो युवा समाजसेवी भन्छु म पेमङ गाउँलाई हाम्रो अहिलेको वडा नम्बर 9 को निर्वाचित वडा सदस्य भाइ पनि हुनुहुन्छ। अहिले हामी उहाँकोमै बिहान हिजो हामी राति लगभग 9 बजेसम्म काम गर्यौं। त्यसपछि उहाँकोमा गएर हामी बस्यौं अनि उहाँकोमा चाहिँ मिठो खाना रिल्दोग बनाएर खायौं। हाम्रो शेर्पाहरुको पहिचान रिल्दोग बनाएर खायौं। अनि बिहानै ब्रेकफास्ट बनाउनु भएको छ उहाँको श्रीमतीज्यूले। धेरै धन्यवाद छ आइलाई पनि, उहाँको मम्मीलाई, सबैलाई। अनि हामीलाई ब्रेकफास्ट खाएर हामी बिहानै काम सुरु गरेको, तर तेल सक्यो। अनि तेल चाहिँ हामीले अलि पुग्छ होला भने माथि नै थन्काएको थियो, किनभने माथि जंगलको नजिकै तेल थन्काएको थियो। अनि अहिले त्यहाँसम्म नपुग्ने भएर फेरि सानो जर्किन लिएर पाइप लिएर उहाँहरू माथि जानु भएको छ। उहाँहरू तेल लिएर आउने बित्तिकै फेरि हामी चाहिँ काम निरन्तर सुरु गर्नेछौं। खिचदेम्बाको बोर्डर आसपास 16 दुधकुरा नगरपालिका र यता हाम्रो पर्ने आसपास सबै सफा गरेर हामी फेरि खुन्दुर्केबाट हुँदै फर्किनेछौं र त्यो बाँकी के अरे चाहिँ छोडेको बाँकी सडकहरुमा चाहिँ बजेट भएको अवगत गराउन चाहन्छु है। त्यसपछि हाम्रो अर्को मिसिन पनि चाहिँ अब 2 दिन जतिमा त्यो पनि बनिसक्छ। त्यो अर्को मिसिनले फेरि उँधो अर्को ठाउँतिर काम गर्ने पनि म यहाँहरुलाई सूचना मार्फत नै भन्न चाहन्छु, भन्दैछु पनि। अनि यहाँहरु सबैको समय सुखद रहोस्। सबैजनाको परिवार, आमा बुवा, सबै साथी संगी सबैमा प्रगति रहोस् भन्ने सहित फेरि पुनः एकचोटि कहीँ त्यस्तो सुन्दर दृश्य तपाईहरुलाई देखाउने लाइकको ठाउँ आयो भने म डेफिनेटली पनि म यहाँहरुलाई फोनले चार्जरले काम गरेसम्म
इन्टरनेटले काम गरेसम्म तपाईँहरू माझ आउँछु है, आएर तपाईँहरूसँग भलाकुसारी गर्ने मेरो निरन्तरता रहि नै रहनेछ। हामी चाहिँ 2-3 दिन जति यता सफा गरेर त्यहीँबाट चाहिँ तपाईँको फर्केर चाहिँ फेरि आफ्नो उसमा जानु छ। यति समाचार छोड्दै बिदा लिएँ। थुचिचे वान्स अगेन टासिदेरे नमस्ते फ्यापुला नाम छेउछा जल जोरले सेवा सेमना जोजोला पयाहरू सबैलाई नमस्कार छ। यहाँहरूको समय सुखद रहोस् है त। ओके, सी यू इन द नेक्स्ट भिडियो।